आज चाहिँ यो बहिनीको खेतमा काम गर्दाखेरि के बेला सुरुदेखि अन्तिमसम्म हेर्नु होला है साथीहरू। हेलो साथीहरू, तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा फेरि पनि स्वागत छ। र आज चाहिँ म यस्तो सलर कहाँ जान लागेको भने आज चाहिँ धान रोप्नु जान लागेको साथीहरू। धान चाहिँ कसकोमा रोप्नु जान लागेको भने हाम्रो छिमेकी दाइहरूकोमा रोप्नु जान लागेको साथीहरू। नि त्यहाँ मलाई चाहिँ पर्मको लागि बोलाइराख्नु भएको थियो साथीहरू। अनि पर्म भन्नाले चाहिँ हामीले चाहिँ गाउँघरमा एकअर्कालाई सघाउने गर्छौँ साथीहरू। अनि यहाँ चाहिँ हेर्नु न, दाइहरूले बिउहरू पनि रोपेर उखेलेर यहाँ सकिसक्नु भएछ माथिपट्टि उहाँहरूको खेतमा रोप्नुको लागि। अब चाहिँ हामी धान रोप्नु सुरु गरेको साथीहरू। हेर्नु न साथीहरू, यस्तो चर्को घाममा पनि धान रोप्नु परिरहेछ। आज त कस्तो 4वटा घाम लागेको जस्तो भएको हो साथीहरू। यो घाम देखेर पनि टाउको दुख्छ हो साथीहरू। हेर्नु न साथीहरू, हाम्रोतिर त हामीभन्दा ठुलो मान्छेले धान रोपिरहेको छ साथीहरू। तपाईँहरूकोतिर यस्तो ठुलो मान्छेले धान रोप्छ कि रोप्दैन कमेन्ट गर्नु होला है साथीहरू। अनि यहाँ हेर्न साथीहरू, कोही भने बिउ फाल्दा फाल्दै उल्टो चम्फानो लागेछ भने उसको दिलले चाहिँ अघि नै यो बिउ फालेको भिडियो बनाउँछु भनेर मेरो फोन मागिरहेको थियो। यहाँ त लडेर बिजोग भएछ हेर्नु न साथीहरू। अनि फेरि यहाँ हेर्न साथीहरू, यो बहिनी त फेरि लखर लखर हिँडिरहेछ, फेरि लड्नुको लागि नहिँड भनेको मान्दै मान्दैन। ल त नि साथीहरू, धान रोप्दा रोप्दै अब रात परि त हाल्यो। अनि आज चाहिँ हामीले यति नै रोपिसक्यौँ माथिल्लो गरामा। अब भोलि चाहिँ बाँकी रहेको रोप्छौँ साथीहरू। र आजको लागि यति नै साथीहरू। अब अर्को भिडियोमा भेटौँला है त साथीहरू। बाई बाई साथीहरू। र सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएको लागि धन्यवाद साथीहरू।